वर्षौंदेखि ग्वारको चोक एक कुख्यात अवरोध भएको छ। एक यस्तो ठाउँ जहाँ समय र इन्धन दुवै खेर जान्छ। समाधान फ्लाइओभर। वास्तवमा नेपालको पहिलो फेब्रुअरी 2022मा सपना जन्मियो। 4 लेनको एलिभेटेड सडक, जामभन्दा माथि उक्लिएको, यात्रुहरूलाई कोटेश्वर र सातो बाटोको बीचमा सजिलै पुर्याउने बाचा। प्रारम्भिक बजेट 17 करोड नेपाली रुपैयाँ। फेब्रुअरी 2024 सम्ममा सम्पन्न गर्ने लक्ष्य। अनन्त काठमाडौँको ट्राफिक समस्याको लागि राहतको सास। तर भने चाहिँ प्रगतिको बाटो प्राय निर्माणाधीन हुन्छ। फेब्रुअरी 2024 आयो र गयो। त्यसपछि जुलाई, त्यसपछि डिसेम्बर। प्रत्येक म्याद थपले थप निराशा, थप हर्न, थप खेर गएको समय र थप लागत। खैर, त्यो सुरुको 17 करोड त बढ्यो। पहिले अनुमानित 50 करोड, जसमा 44 करोड पहिले नै खर्च भइसकेको छ। त्यो त सुरुको बजेटको 2 गुणा भन्दा बढी हो। तर सबैभन्दा ठुलो झट्का आउन बाँकी नै थियो। मार्च 2025 सम्ममा फ्लाइओभरमा लगभग 82% सम्पन्न भइसकेको थियो। तर एउटा गम्भीर त्रुटि फेला पर्यो। प्रिकास्ट प्यानलहरूमा ठुला संरचनात्मक दरार, निदान, निम्न स्तरको सामग्री, जसले सम्पूर्ण संरचनालाई खतरामा पारेको थियो। कठोर निर्णय भत्काउनु। हो, तपाईँले सही सुन्नुभयो। सबै ढिलाइ र खर्चपछि नेपालको पहिलो फ्लाइओभरको ठुलो भाग भत्काउनु पर्यो। यसो भए के गलत भयो? धेरै समस्याहरूले परियोजनालाई सतायो। सरकारबाट डिजाइन स्वीकृतिका लागि लामो 19 महिनाको अवधि, कोभिड-19 को महामारीको अवरोध, यहाँसम्म कि निर्माणको निरीक्षण गर्ने निजामती कर्मचारीहरूको बारम्बार सरुवा, जसले निरन्तरताको अभाव र ढिलाइ निम्त्यायो। र मनसुनको वर्षालाई नबिर्सनुहोस्, जसले महत्त्वपूर्ण कामहरूमा अस्थायी रूपमा रोक लगायो। तर बाहिरी कारकहरू बाहेक परियोजनाको खरिद र निर्माण प्रक्रियामा अनियमितता र सम्भावित भ्रष्टाचारको आरोपहरूसहित विवादहरू मचिरहेका छन्। पहिलेको प्रगतिलाई व्यवस्था गरेको, अनावश्यक पुनः परीक्षणको आदेश दिएको र निम्न स्तरको सामग्री प्रयोग गर्न वकालत गरेको आरोप परियोजना प्रमुखमाथि लागेको छ। ठेकेदारले ढिलाइका लागि जरिवाना तिर्दै, लामो स्वीकृति प्रक्रिया र आफूले दाबी गरे अनुसार काम अनुमान गरिएको लागतलाई औँलाएको छ। ठेकेदारले परियोजना प्रमुख प्रभात कुमार झामाथि पहिलेको प्रगतिलाई व्यवस्था गरेको र अनावश्यक पुनः परीक्षणको आदेश दिएको आरोप पनि लगाएको छ, जसले परियोजनाको प्रगतिलाई थप बाधा पुर्याएको उनीहरूको दाबी छ। यस कथाको मानवीय मूल्य धेरै ठुलो छ। दैनिक ट्राफिक जाम झन् खराब भएको छ। यात्रा घन्टौँ लामो भएको छ। बहुमूल्य समय र इन्धनको खेर गएको। सार्वजनिक निराशा बढेको छ। तत्काल सम्पन्न गर्न र कथित भ्रष्टाचारको छानबिन गर्न माग गर्दै याचिका दायर गरिएको छ। यसको अन्तिम सम्पन्नताको समस्याबारे उच्च अनिश्चितता सिर्जना गरेको छ। घरको फ्लाइओभरको कथा एक चेतावनी हो, एउटा सम्झना कि सबैभन्दा राम्रो भन्साय भएका परियोजनाहरू पनि लडखडाउन सक्छ। के नेपालको पहिलो फ्लाइओभरले अनन्त आफ्नो बाचा पुरा गर्ला? समयले नै बताउला। तर अहिलेलाई काठमाडौँका यात्रुहरू पर्खिरहेका छन् र आशा गरिरहेका छन् कि यो महँगो दुस्साहसले अन्ततः भविष्यमा राम्रो पूर्वाधारको लागि मार्ग प्रशस्त गर्नेछ।